वाउ यस्तो बबाल ठाउँमा आइपुग्यो अहिले त झन् यार हामीले झन्डै यो ठाउँ पनि हामी फर्किसकेको थियौँ हामीलाई गाइड गर्ने दुईजना केटोहरू छन् उहाँ पुगिसक्यो उनीहरू हो केटोहरू पुगिसक्यो माथि गुम्बामा राइट कुनै कुनै दिन अटोमेटिकली यस्तो भइदिन्छ यार हामीले सोचेको पनि थिएन आज यति बबाल ठाउँमा आउँछौँ भनेर कस्तो बबाल ठाउँमा आइयो है आज हामी जति ठाउँ हिँडिरहेछौँ जति ठाउँ गइरहेछौँ बबाल लाग्ने ठाउँ मात्रै गइरहेछौँ के अझै पनि यो हुसुहरू खुलेको भए कति दामी देख्थ्यो होला वाउ यो गुम्बा हजुर हामी त घुम्नु हिँडेको नि जाने होइन एक हप्ताको टुर हो सबै सोलु सलेरी सबै हानिदिने के गरिरहेको त्यसले होइन अहिले तपाईँलाई कारवाही गर्ने भन्दा पनि यो अहिले सूचना दुर्ना हुँदा मेक्सिमम चुटुक्क परेको बजार काइदाको गुरुङ डाँडा आहा धेरै यो यता त मन्दिर ए धेरैजनाले आएर फोटो खिचेको ठाउँ त यहाँ पो रहेछ त यो फोहोरहरू चाहिँ नगरेको भए एकदम राम्रो हुन्थ्यो अरू बबाल छ डस्टबिन यहीँ छ फोहोरहरू यत्तिकै बाहिर फ्याँकिरहेछ क्या यसरी हेलो एन्ड नमस्ते साथीहरू फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानल एसपिएस ब्लगमा आजको चाहिँ हाम्रो भिडियो स्टार्टिङ भनेको चाहिँ घुर्मी बजारको चेक पोस्टबाट है त ओखलढुङ्गाको लागि हामी जाँदैछौँ नमस्ते सर गाडीको डकुमेन्ट छ ठिक छ हेर्नुपर्ने हो बसमा चलाउँदा के भयो नयाँ नेम के आएको छ भने यो पछाडि बस्ने मान्छेले पनि अनिवार्य हेलमेट लाउने हो र होइन अहिले तपाईँलाई कारवाही गर्ने भन्दा पनि यो अहिले सूचना दुर्ना हुँदा मेक्सिमम चाहिँ अगाडिको मान्छे पछाडि मान्छे बढी यो केसमा चाहिँ हो बाइकको केसमा चाहिँ हो केसमा तपाईँहरूलाई अब यो हामीलाई हाम्रो लागि भन्दा पनि तपाईँहरूकै सेफ्टीको लागि लाउनु भयो भने तपाईँहरू सेफ्टी हुन्छ भन्ने कुरा हो क्या यो हामीलाई नै हाम्रै लागि चाहिँ होइन लाउने हेलमेट तपाईँहरूकै लागि नै हो के सोच्छ ट्राफिकले चाहिँ रोको अब ट्राफिक चाहिँ देखेँ त्यहाँ गएर यो हेलमेटको तुलना लाउँछु त्यहाँ हेलमेट त्यहाँ गएर हेलमेट लाउँछु भन्ने मान्छेले भएकोले गर्दा यो तपाईँले अनिवार्य लाउनु तपाईँहरूको सेफ्टीको लागि हो भवि तपाईँ भन्ने कुरा जानेर हुने कुरा होइन आकाशमा हुने कुरा हो अब कति बेला घटना घट्छ थाहा नै हुँदैन लाइयो भन्दा आफू सेफ्टी त भयो नि अन्त अब यो बेगर छैन यस्तो यो बाइकमा पहिला ब्यान्डै गरेको थियो नेपालमा होइन यो सेफ्टी नभएकोले ब्यान्ड गरेको यो यसको लेगाड नभएकोले गर्दा यो त फुल फेरिङ मात्रै हो अनि अब कहिलेकाहीँ त्यस्तो भविष्य भइहाल्यो भने तपाईँहरू यहाँ त यो त बरु यहाँसम्म पछाडिको त सिधै उछिटिहाल्यो उछिन्छ त्यही भएर ठिक हो यो पछाडिको मान्छे चाहिँ बढी छिटो पुग्ने भएको कारणले गर्दा अनिवार्य हेलमेट भनेको छ अब एकचोटि त मैले छोडिदिएँ पनि तपाईँलाई पछि अब होइन अब यो कुरो सुनिसकेपछि त हामीले त अब नियम पालना गर्नु पनि पर्यो पछि फाइन लाग्ला होइन अब अहिले सधैँभरि चाहिँ हामी त सट्ट हिँडिहाल्यो ओखलढुङ्गा त्यो काम भएर होइन कति कुरा त गाह्रो पनि विषयमा अब एउटा मान्छे कोही बाटोमा बसिरहेको हुन्छ अनि त्यसलाई हेलमेट खोजेर चढाउने कुरा नै भनौँ तर तपाईँहरू घरबाट तयारी भएर हिँड्दा चाहिँ एउटा हेलमेट किनेर अब एकजना मान्छे बोक्नुपर्छ भनेपछि मेरो व्यवस्था भएर हिँड्दा भयो हुन्छ सर अब अर्कोचोटिदेखि चाहिँ नियम पालना गर्छ हुन्छ हस् पडानीमा आयो अब राम्रो पनि हो गाडीलाई मोडै पो पुग्दो रहेछ है कति सानो टर्निङ पो रहेछ त्यो ठुलो गाडी छ है बाटो यता कति सानो कति ठुल्ठुलो गाडी चल्ने क्या फेरि तर त्यहाँ त यत्रो चल्नु दिँदैन नि यो पुल कति सानो बनाएको के गरिरहेको त्यसले गाडीहरू त अनौठै कुदाउँदो रहेछ त यहाँ पनि लाने भन्छ बजार यही होइन यतिरको होइन कति रमाइलो ठाउँ होला अझै छ्याङ उक्रेको भए यो चाहिँ टोटली तामाङ बस्ती ए यो गाउँ तामाङ गाउँ ए के तुकेको यो के को बुद्धको कति ठुलो शालिग रहेछ नि
तुके बजार हेर्ने मात्रै होइन बाटो पनि मजाले ध्यान दिएर हेर्नुपर्ने रहेछ कस्तो रमाइलो बजार है सफा सफा सानो चुटुक्क परेको बजार काइदाको ल फलफुलहरू अल आइटम जे चाहियो त्यही क्या यो रहेछ बाटो गुम्बा जाने गुरुङ डाँडा आहा धेरै यो यता त धेरै जात जातिको मान्छेहरू पो बसेको रहेछ नि त होइन त्यही पर तामाङ बस्ती तल जैसी बाहुन बस्ती यता फेरि गुरुङ राई आहा पछि त गुरुङ बस्ती त म अहिलेसम्म त्यति अरू ठाउँ पुगेको थिएन होला यहीँ भेटेको मैले रुम्जा टार धेरै राम्रो ठाउँ चाहिँ है ए त्यो के अरे एयरपोर्ट भएकै रुम्जा टारमा हो कि के हो प्लेन पनि बस्छ ए तर ठ्याक्कै त्यो अघि हामी रोकेको डाँडादेखि यता चाहिँ धेरै रमाइलो ठाउँ रहेछ रसिलो ठाउँ उकालो एकदम चर्को छ उकालो सानो सानो बाइकहरूलाई मुस्किलै पर्ने रहेछ यही बाइकले तान्नु मान्दो रहेछ डाँडातिर त घुम्नु जानुपर्ने जस्तो ठाउँ के यो बिसीको सल्लाह भन्दा बेग्लै सल्लाह होइन यो यतातिर मैले गुराँस चाहिँ कम फुलेको देखेँ गुराँस अलिक तल चाहिँ छ यो के हो सेतो फुलेको जस्तो देखिँदो रहेछ कस्तो राम्रो जङ्गल यो यति ठुलो जङ्गल रहेछ त यो त भित्रबाट बाटो यस्तो पो हो त ठाउँ त बस्नुपर्ने त यो ठाउँमा बस्ने मान्छेहरू त धेरै बाँच्छ होला त है स्वच्छ हावापानी क्या डाँडातिर टलक्क मिठो घाम गहिरातिर त्यस्तै शीतल यति जङ्गलभरि चाहिँ गुराँस देख्न पाइएन उतापाटा मात्रै है त्यो चाहिँ के रहेछ क्या फुलेको जस्तो देख्छु हामी यो बिसेको मान्छेले त थाहै हुँदैन त के हो मिलन चोक 10 किलोमिटर यहाँ फेरि कस्तो अनौठो खनेको बाटो रहेछ डाँडा कति रमाइलो ठाउँ है यो त यत्रो जङ्गल छ माथि फेरि बाटो चाहिँ उकालो डेन्जर छ 1 गियर 2 गियर भन्दा खाँदो रहन्छ बाइकले साइन बाइकलाई झन् गाह्रो परिरहेको होला पछाडि 2 गियरमा उठ्दैन यो बाइक अब एकै झार्नुपर्छ अटोहरूले बरु राम्रो तान्दो रहेछ यो बाटोमा ल सिद्धिचरण नगरपालिका यहाँलाई हार्दिक स्वागत गर्दछ अहिले हामी ओखलढुङ्गाकै सिद्धिचरण होइन त ल अहिले चाहिँ हामी ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका प्रवेश गऱ्यौँ सिमाना यही रहेछ सिद्धिचरण के हो श्रेष्ठ हो र होइन सिद्धिचरण के अरे श्रेष्ठै हो है यता हेर्नु त यो डाँडा कस्तो राम्रो देखेको यो जङ्गल कस्तो राम्रो देखेको त नि त्यो डाँडामा त्यहाँ के छ बस्ती त छैन अलि नाङ्गो छ क्या त्यहाँ धेरै रमाइलो लाग्यो यो बाटो हिँडेर हो म त यतिको रमाइलो लागेन त सिन्धुली त हिँडिराखेको भएर हो कि यहाँ त कति रमाइलो ठाउँहरू देख्ने के अझ है ल अब यो जुनीमा एकचोटि धेरै ठाउँ जानु चाहिँ पर्ने भयो एक बारको जुनी हो है यति रमाइलो ठाउँ छ नेपालमा हामीलाई थाहै हुँदैन हामी यहीँको मान्छेलाई धेरै टाढो पनि होइन हामी त कति 40-45 किलोमिटर टाढो होला कति हरियाली फेरि लेकमा हाम्रो बिसीतिर यस्तो सुक्खा भएको छ अहिले बिसी बस्दा यहाँ आयो भने त स्वर्गैमा आस्तो हुँदो रहेछ त ओखलढुङ्गामा चाहिँ किन यत्रो बजार बस्यो होला भनेको कारण यही रहेछ है मान्छेहरूले यहाँको हावापानी मौसमलाई हेरेरै चाहिँ बजार बसालेको रहेछ हौ यस्तो राम्रो ठाउँमा बस्नु पाए मान्छेहरू के को त्यो सहरको हल्ला धुलो धुवा धेरै राम्रो ल दाउरा घाँस
यत्रो जङ्गल छ यो जङ्गलहरुमा दाउरा घाँस काट्नुलाई चाहिँ फ्री पाइन्छ हो होला त्यो चाहिँ होला सिजनमा मात्रै काट्नु पाइने जहिले पाए तहिले त पाइएन सक्थे होइन लगे पनि पो रहेछ त लगे धेरै चिसो भएर लगे हुने ठाउँबाट हो क्या है नभए किन त्यस्तो धेरै चिसोले राख्दै उहिले त त्यसरी नै नामाकरण हुँदो रहेछ ठाउँको होइन श्रीराम मकै भन्छ नि त्यो एउटा श्रीराम भन्ने मान्छेले उत्पादन गरेर श्रीराम भएको ए सिपी हाइब्रिड भन्छ नि त्यो सिपी भने त चन्द्रप्रसाद हो नि त ए अब त्यो व्यक्तिले कहाँबाट ल्याएर निकाल्यो अनि त्यही हो क्या नाम त्यही राखिदियो तर अहिलेको मान्छेहरूले त के नाम राख्नु जान्दछ होला र है पुरानै मान्छे हुनु जान्ने हो नि हो हामीभन्दा त्यही कुराहरू अहिलेसम्म कायम छ अनि अब त्यही कुरालाई चाहिँ हामीले फलो गर्दै जाने होइन र वास्तवमा चाहिँ त्यो हो तर अहिलेको मान्छेले इग्नोर गर्छ नि त्यस्तो कुरा हो कि भन्नु त वास्तवमा चाहिँ त्यो हो नि फेरि पुस्तान्तरण हुँदै जाँदाखेरि चाहिँ त्यो कुरालाई नै मानेर जानुपर्ने हो तर अहिलेको मान्छेहरू चाहिँ मै बाठो भन्ने खालको हुन्छ नि त सोच चाहिँ अब अहिले हामीले जति बेला पनि जुन पुस्ता गयो जुन पुस्ता खोल्नुपर्छ नि त्यो कुरामा नि पर्छ त पर्छ त्यो त पुस्ता के हुँदै जान्छ अब तर पनि त्यो त निरन्तर रहि नै हो अब तपाईँका च्याप्टीदेखि अब बाजेहरूमा आयो बाजेबाट बाउमा आयो बाउबाट अहिले हामी तिन पुस्ते अब फलानाको नाति फलानाको छोरो भनेर त त्यही नै हुन्छ हो यस्तो ठाउँमा चाहिँ नि मान्छेले गर्नु नसक्नु भन्ने त केही नै रहेनछ जिल्ला त सिन्धुली ओखलढुङ्गा भन्दा सिन्धुली ठुलो होला नि होइन भूगोलमा सिन्धुलीकै ठुलो है कत्रो बस्ती रहेछ बेतेनी भन्छ त्यहाँ चाहिँ हरेक कुरो भाषामा क्या त्यो चिजहरूमा सबै कुरा मिल्न जानुहुन्छ हाम्रो त्यस्तो हो भने मिल्दैन नि तपाईँहरूको तपाईँ 10 थरे होइन 10 थरे तपाईँहरूको भाषा छैन हाम्रो छैन नि छैन अरे 12 थरेहरूले सिक्नु सक्ने रमाइलो डाँडा चाहिँ कति टाढो हो ए यही बाटो गएर अलि माथि केही न केही रमाइलो भरै रमाइलो डाँडा त भन्यो होला नि अलि अब चाहिँ बजार प्रवेश गरियो ओखलढुङ्गाको मिलन छ कामको लागि ब्लक गरेको काम हुँदैछ भन्दा अघि भर्खरै त खुल्दै थियो सहयोग गरिदिनु पर्ने हो कि के हो मिलाएर ठडाइदिउँ न बाधा चाहिँ भइरहेछ अलि यो उनी गर्नु बन्दै गरिदिनु उता पनि झमेला हुँदैन त्यो उठाउने मान्छे चाहियो हो क्या उठाइदिउँ न सबैजना भएर ल उठाउ ल हात लाउनु पर्यो मिलेपछि आइहाल्नु यहीँ अगाडि हो म त्यहाँ बस्छु हो हुन्छ यहाँ ऊ नत्र भए हामी पनि हात लाएर उठाइदिन्छ नि काम बनिगयो नि थिच्नु है थिच्नु ल डोरीहरू यो बाँस हाल्नु त एकजनाले जे भए नै जागिर खाइयो एकछिन भए गेटको लागि हो यो अलिक तल भएन
ठिकै छ थिच्नु ठिक्क भयो त्यो ल केले थिच्ने हो थिचिहालौँ त अनि त्यसपछि त छोड्दै भयो नि त अरूले भयो छोड्दिँदा हुन्छ एकछिन पखाउनुहोस् ल यहाँ माथि गेटमा जाने काम भइरहेको छ गेट बन्नु लागिरहेको रहेछ अनि यो पिलर ठडाउने मान्छे नभएर गाह्रो भइरहेको छ हामीले पनि यसो हात लगाइदिउँ अरे राम सर के हो हामी त घुम्नु हिँडेको नि जाने होइन सबै सोलु सलेरी सबै हान्दिने माने भन्छन् ल म एकछिन पुगेर आउँछु यतै आउने फेरि अनि उहाँ माने भन्छन् पुगेर ल आउनु न ए ल ल ल ल ल ल नम्बर दिनु न हामी उतातिर उ गएर आउँछौँ एकचोटि के अरे यता रमाइलो डाँडा यो उकालोबाट यता यो जिल्ला प्रशासनपट्टि ए सिधै अघि हामी गएपट्टि हो के अरे मन्दिर ए ल हिँड आएको बेला घुमेर जाउँ न हजुर ए ओखलढुङ्गा चाहिँ त्यहाँ हो खासमा चाहिँ बास अहिलेसम्म ओखलढुङ्गा आयो भने हामी त पुगेकै पो रहेनछ त ल मेन ओखलढुङ्गा जाँदैछौँ है गाइज हामी मेन ओखलढुङ्गा छैन ओखलढुङ्गा आएर अहिलेसम्म हामी ओखलढुङ्गै पुगेर रहेनछ अब चाहिँ नै जाने कुरा भयो हाम्रो त्यहाँबाट हामीलाई अलिकति गाइड गरिदिनु भयो नआएको भएर थाहा थिएन नि त सिधै अरे ओखलढुङ्गा चाहिँ जाने यतै होइन सर नहिँडेको नघुमेको ठाउँ होइन ठ्याक्कै चाहिँ थाहा छैन हामीलाई कुन कहाँ चाहिँ छ त्यो ठाउँहरू अब घुम्दै जाँदाखेरि चाहिँ भेटिहालिन्छ ओखलढुङ्गा जाने यतै हो ए ओ डाँडा पाखामा भएको सहर भएको भएर होला क्या बाटोहरू सबै तल ओह्रालो गएर अनि फेरि बजार बस्तीहरू उता के बजार छ यार थाहा थिएन मलाई उता के बजार छ बजार त मेन त यहाँ रहेछ क्या अहिले चाहिँ थाहा भयो अब जानुपर्ने हामी उतापट्टि नै हो अरे यस्तो राम्रो ठाउँ ओखलढुङ्गा आएर हामीले यो ठाउँहरू यति चाहिँ नघुमिदिएको भए त हाम्रो कति धेरै कुरा चाहिँ नै हामीले मिसिङ गर्ने रहेछ नि ल मन्दिर मैले त अहिले काठमाडौँको पाटन बिर्सेँ यार अब यतापट्टि मन्दिरहरू देखिरहेको छ त्यतै होला राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गा जिल्ला कार्यालय समिति यो भिडियो मैले किन कन्टिन्युली गरिराखेको भने मेरो प्यारो ओखलढुङ्गाको बोर्डै त यहाँ रहेछ धेरैजनाले आएर फोटो खिचेको ठाउँ त यहाँ पो रहेछ त फाइनली साथीहरू हामी चाहिँ मेरो प्यारो ओखलढुङ्गा यो ट्याक्क भित्तामा लेखेको ठाउँमा म ओखलढुङ्गा आएर पनि अहिलेसम्म यहाँ आइपुगेको थिएन यहाँ आइयो अनि राजकुमार भाइ र म टक्क दुईजना घुम्दैछौँ घुमिफिरी हान्दैछौँ अलिअलि त्यो मौसमहरू अझ क्लियर खुलेको भयो धेरै राम्रो हुने रहेछ आज हामीलाई यस्तो आर्ट हेर्न त्यहाँ ल साथीहरू हामी ओखलढुङ्गा परिक्रमा गर्दैछौँ दुईजना अङ्कल र आन्टीलाई पर छोडिदिउँ अनि अब अझै यताबाट बाइक लिएर जानुपर्ने उता कहाँ जानुपर्ने ठाउँ जस्तो छ त अझै हामीले यहाँनिर यहाँ शालिक हेरेकै छैन यो यहाँनिर के को शालिक छ थाहा छैन अब त्यहाँ नजिकमा गएर हेर्ने फेरि स्रष्टा पार्क जाने बाटो त्यहाँ रहेछ भित्र जाँदैछौँ है भित्र हेर्छौँ यहाँ चाहिँ के छ खासमा यहाँ के छ भनेको यहाँनिर त मेरो प्यारो ओखलढुङ्गा वाउ क्या बवाल देखिरहेको छैन त यता फेरि सिद्धिचरण स्रष्टा पार्क अनि यो शालिक चाहिँ सिद्धिचरण श्रेष्ठ सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट चाहिँ उहाँहरूले चाहिँ सुसम्पन्नको कार्य गरिदिनु भएको रहेछ क्या हो यहाँनिर के छ
यहाँ त केही होइन त फेरि पानी हुने हो खास गरी यहाँ होइन ए यो ढुङ्गाबाट पानी आउने अहिले चाहिँ नै बन्द रहेछ सिस्टम बन्द रहेछ अब यहाँनिर चाहिँ के हो नि यहाँनिर शालिगहरू देख्न सक्छौँ धेरै जात जातिको बसोबास भएको ठाउँ रहेछ फेरि यो ल यहाँ हेर्नु ओखलढुङ्गामा धेरै जात जातिहरू बस्नुहुन्छ भनेर यहाँ शालिग राख्नु भएको रहेछ मलाई जहाँसम्म लाग्छ तामाङ नै हुनुहुन्छ उहाँहरू तामाङ डम्फु बोकेर यहाँनिर हुनुहुन्छ श्रेष्ठ नेवारहरू नेवार अनि त्यसपछि गएर हामी यहाँ गुरुङ देख्न सक्छौँ गुरुङ हेर्नु गाइस ल गुरुङनीहरू अनि यहाँनिर फेरि राईनेहरू पनि हुनुहुन्छ है राईनेहरू हेर्नु होला यस्तो बवाल के शालिगहरू बनाएर यहाँनिर चाहिँ हाम्रो नाग देवता हो कि के हो यहाँ हुनुहुन्छ भने यसो गरेर म उहाँको अगाडि पनि घुमाइदिन्छु है तपाईँहरूले यो अनुहार हेरेर पनि थाहा पाउनु होला के को शालिग हो भनेर त्यस ल हाम्रो क्यामेराम्यान बुनु है त्यो बुनुले खिचिदिएको हाम्रो फोटो चाहिँ नि हाम्रो आजको गेटअप फेरि बवाल थियो हामी हाउडी गेटअपमा आइदिएको जे होस् अब यति घुमिन्छ यति रमाइलो गरिन्छ भन्ने सोच बनाएकै थिएन ट्याक्कै यहाँ आउनु बित्तिकै मलाई एक्कासी सोच आइदियो कि यहाँ आइसकेपछि त केही न केही यहाँको रसलाई त खोल्नु पऱ्यो भनेर चाहिँ सोच ठ्याक्क बनाएपछि चाहिँ अनि यता आइयो सोध्दै आएको थिएन त्यो भएर सोध्नु पऱ्यो नि त सोध्दै आइयो अनि फोटोसोटो पनि खिच्यो जे होस् आफूलाई खिच्नु मन लागेको ठाउँहरूमा फोटोहरू खिच्यो अनि अब हामी जाँदैछौँ कहाँनिर भन्दाखेरि यहाँनिर सम्राट पार्क प्रवेशद्वारबाट हामी लाग्छौँ मास्तिर मन्दिरतिर ए स्रष्टा चाहिँ सम्राट भनेको मैले सरी स्रष्टा पार्क है ल स्रष्टा पार्क छिरिदिएको हामी ल स्रष्टा पार्कको सिडी चाहिँ नै यहाँबाट गएकै माथि डाँडा निस्किनु पर्ने रहेछ तपाईँहरूलाई म माथि स्रष्टा पार्कमा चाहिँ नै के खासियत छ त्यो देखाउँछ है त काफल रहेछ यहाँनिर बच्चाहरूले भ्याइदिइसक्यो काफलहरू बच्चाले भ्याइदिइसक्यो उकालो माथि डाँडामा रहेछ बवाल हिँड्दा आनन्द आउने ठाउँ रहेछ माथि निस्केपछि ए यहाँ चिल्ड्रेन पार्क रहेछ एक्सर्साइज गर्ने ठाउँै त रहेछ यो अनि त फाइनली हामी डाँडा निस्किसक्यौँ यहाँनिर एक्सर्साइज गर्नु आउने ठाउँहरू रहेछ एक्सर्साइजको लागि यहाँनिर दौडने ठाउँ छ सरर अनि त्यसपछि यहाँ के छ साइक्लिङ छ यहाँ अनि यहाँनिर छ के हो भाइ यो तिमीलाई पनि थाहा छैन छोड त म गरी हेरौँ यस्तो होला क्या यो ओ म्याम पुली पुर्लुकै पल्टिन्छु कि हो ए हिँड्दा चाहियो अलिकति मिस्टेक भयो भने त पक्कै घोडा खुस्काइन्छ त्यसले त यो उताल्नु पर्ने रहेछ मान्छे हात छोडिदियो भने ओखलढुङ्गामा हेर्नु यहाँ गाइस फुल्ली एक्सर्साइज हुँदैछ यहाँनिर मिलन चोकदेखि मामा भान्जा पनि आएको रहेछन् भान्जाको उता हुँदैछ मामाको यता हुँदैछ हाम्रो अघि भ्याइहाल्यो कस्तो छ एक्सर्साइज ठिक छ ल मेरो युट्युब हेर्ने कि नहेर्ने SBS ब्लग के टिपेको तिमीहरूले काफल हो हामीलाई पनि थोरै देऊ न थोरै के फरक पर्दैन हौ मामुले अनि होइन अनि हामीले त्यस्तो नराम्रो कामको भिडियो बनाएको छैन नि काफल खाने त भनेको हो नि काफल पनि नदिने थोरै ए यहाँ किन गएको भनेर चाहिँ म नकराउनु भनिदिन्छु अहिले गएर मैले चिनेको छु तिम्रो मामुलाई साँच्ची भनेको मैले चिनेको छु ए नानीहरूले दुःख गरेर काफल टिपेको रहेछ के हो यो अर्को त अनि मिठो छ काफल चाहिँ मिठो छ काफलमा किमो मिसायो भने दामी हुँदो रहेछ है हो नानी त रिसायो क्या हो नरिसाउन म भनेछु क्या मम्मीलाई ल जे होस् बवाल भयो यति टाइमसम्म हामी यहाँनिर के चाहिँ नै एक्सर्साइजका चिजहरू चलायौँ यो के हो यो ढाडको रहेछ फेरि अनि यहाँनिर
अलिकति थोरै कुरा चाहिँ मलाई के नराम्रो लाग्यो भने यो फोहोरहरू छ नि, यो फोहोरहरू चाहिँ नगरेको भए एकदम राम्रो हुन्थ्यो। अरू बवाल छ, डस्टबिन यहीँ छ, फोहोरहरू यत्तिकै बाहिर फ्याँकिरहेछ क्या यसरी। यो चाहिँ राम्रो छैन नि होइन कान्छो? जस्तै डस्टबिन यहाँ छ अनि यो फोहोर छ नि, फोहोर, अनि फोहोर यसरी बाहिर फ्याँकिएको यो कस्तो लाग्छ तिमीलाई? नराम्रो लाग्छ है? मलाई पनि नराम्रो लाग्यो चाहिँ, त्यही भनेको। अनि त्यही हो, बवाल बवाल ठाउँ, बवाल बवाल। यहाँ ओखलढुङ्गाको यो भए जतिको जहाँसम्म लाग्छ मलाई चाहिँ यहाँनिर कति पार्कहरू छ, के छ, त्यो भए जतिको ठाउँहरू चाहिँ आज घुमियो जस्तो लाग्यो मलाई। अब सबै भिडियोहरू चाहिँ नै हेर्नु हुनलाई थाहा छ त्यो कुरा चाहिँ। सबै भिडियो हेर्नुभयो भने हामी कहाँ कहाँ घुम्यौँ, के गऱ्यौँ सबै तपाईँहरूले देख्नु भइहाल्यो। अनि यहाँनिर माथि मन्दिर छ, मन्दिरको नाम चाहिँ नै यहाँनिर खुलाउनु भएको रहेनछ। मन्दिरको नाम के छ मलाई थाहा छैन। मन्दिरको नाम के छ बाबु? तिमीलाई पनि थाहा छैन? तिमी यहीँको होइन? तिमी पनि यहाँको होइन? तिम्रो घर कहाँ हो र? मिलन चोक चाहिँ हो? अनि तिमी कोसँग आयो त यहाँ? मामासित? मामा चाहिँ नै काफल झार्नु चढिरहेको अरे। मामाले काफल हामीलाई पनि खुवाउने होइन मामा? ल मामाले काफल हामीलाई पनि खुवाउने है। हामी एकछिन यहाँ वेट गर्छौँ। पारी ओखलढुङ्गा बजार यहाँ हेर्नु है, हुसु लागेर केही राम्रो छैन अझै। बजारै बजार हो, सबै बजार। पारी चाहिँ नि ओखलढुङ्गा बजार, त्यसको यतापट्टि डाँडा सम्राट पार्कमा चाहिँ सम्राट पार्क पनि बच्चाहरूको लागि, ठुलोको लागि सबैको एक्सर्साइज गर्ने, बिहान बिहान आएर मजाले एक्सर्साइज गर्ने ठाउँ रहेछ। तिमीहरू पुगेर आयो कि आएनौ? आऊ माथि पुगेर ल। मन्दिरतिर जानु लाग्यो है, अब चाहिँ मन्दिर जानु लाग्यो। मन्दिर यहाँनिर जे होस् आजको दिन एकदम रमाइलो लाग्यो मलाई। आइयो, घुम्यो ओखलढुङ्गा। म योभन्दा अगाडि एकचोटि आएको ओखलढुङ्गा, तर म कहीँ पनि घुमिनँ। जस्ट चाहिँ नि एक ठाउँ बसेँ मान्छे पर्खेर, अनि मान्छे पर्खेर के मान्छे आएपछि हिँडिहालेँ। आज चाहिँ मजाले घुमियो यहाँनिर। मन्दिर दर्शन गर्छु म चाहिँ यहाँदेखि होइन। मन्दिर दर्शन गरेर टङ हो, दर्शन गरेर घन्टी बजाएर जान्छु। ल मन्दिर वरिपरि चाहिँ नै सल्लाहकारीहरू। अनि यहाँनिर मन्दिर के देवता हुनुहुन्छ, के देवताको मन्दिर हो त्यो चाहिँ थाहा भएन मलाई। ठ्याक्कै यो मन्दिरको नाम चाहिँ मलाई थाहा भएन है साथीहरू, मन्दिरको नाम थाहा भएन। अब चाहिँ हामी फर्कन्छौँ, अब गएर खाना खानै छ। विजेन्द्र पार्क जाँदैछौँ। मामा भान्जा प्लस भयो हामीसँग। हामी दुईजना थियौँ केटाहरू, गजबको केटाहरू हामीले दुईवटा भेटाइसकेका छौँ। कि तिमीहरू हामीसँगै जाने हाम्रो गाउँ पनि घुम्नु? नजाने? ल मिलन चोक भने होइन कान्छाहरूको चाहिँ? ल हामी 4 जना जाँदैछौँ। विजेन्द्र कि के अरे? विजेन्द्र होइन, विजेन्द्र पार्क। आमा गुम्बा रहेछ कि के हो? बबाल ठाउँ जाँदैछौँ फेरि हामी। अघि मैले घुमिसकेँ, सबै ठाउँहरू घुमिसक्यो भनेको, अझै बाँकी रहेछ। यस्तो डाँडाको बाटो, मिठो हावा खाँदै हामी यहाँनिर 3 जना केटाहरू अगाडि, म पछाडि जाँदैछौँ हामी विजेन्द्र पार्क। त्यहाँ चाहिँ गुम्बा पनि छ हो कान्छा? गुम्बा जस्तो लागिरहेछ त्यो। म जे भने जाँदैछौँ, त्यहीँ गएपछि थाहा हुन्छ। ब्याट्री पनि निकै कम भइसक्यो, अब सिधै वहीँ गएर बनाउँछु ल। वाह यस्तो बबाल ठाउँमा आइपुग्यो अहिले त झन् यार। हामीले झन्डै यो ठाउँ पनि हामी फर्किसकेका थियौँ। हामीलाई गाइड गर्ने 2 जना केटोहरू छन्, उहाँ पुगिसक्यो उनीहरू हो। केटोहरू पुगिसक्यो माथि गुम्बामा। हैट, कुनै दिन अटोमेटिकली यस्तो भइदिन्छ यार। हामीले सोचेको पनि थिएन आज यति बबाल ठाउँमा आउँछौँ भनेर। यहाँनिर यो मान्छे बस्ने घर हो कि केही कार्यालय हो कि यो के हो खासमा? यो पार्कको केही अफिसहरू थियो होला सायद। यो कस्तो बबाल ठाउँमा आइयो है। जति ठाउँ आज हामी जति ठाउँ हिँडिरहेछौँ, जति ठाउँ गइरहेछौँ, बबाल लाग्ने ठाउँ मात्रै गइरहेछौँ क्या। अझै पनि यो हुसुहरू खुलेको भए कति दामी देख्थ्यो होला। वाउ यो गुम्बा स्वयम्भूको छ होइन यस्तो? स्वयम्भूमा पनि ट्याक्कै यस्तै छ। वाउ बबाल छैन त गाइस, बबाल छैन त ल च्याट्ट दर्शन हानेर अब म लागिसकेँ दाहिने खुट्टा अगाडि बढाएर। सर ए केटाहरूको त यो रहेछ नि त रमाइलो त नि। अन्त केटाहरू यहाँ आउनु खोज्दो रहेछ त। ओहो बवाल बन्न लागिरहेको रहेछ है यो पार्क चाहिँ। बवाल यो पार्कको टोटली सामानहरू फुल फिट भइसकेपछि यहाँनिर त घुम्ने मान्छेहरू यति धेरै आउनुहुन्छ होला। तर यो किन अलपत्र भइरहेछ कि यो भर्खर सामान आइरहेको छ, थाहा छैन यो चाहिँ। अब हामी नयाँ मान्छे भएर फेरि अलपत्रै रहेछ भन्न नि मिलेन है। यो सामानहरूलाई चाहिँ
ठाउँ ठाउँमा मजाले सेट गराइसकेको भए यहाँ त यति धेरै रमाइलो ठाउँ रहेछ नि त यो त ल गुड यार गुड ल वाउ सेट वहाँसम्म डाँडासम्म पार्क त कति परसम्म अब यहाँनिर झन् के बन्दैछ अझै अहिले हामी त्यहीँसम्म चाहिँ नजाउँ यहीँबाट थाहा हुन्छ हाम्रो क्यामेराले के लेखेको भन्ने कुरा यहीँबाट देखाइदिन्छ है तर त्यो उसले छलिरहेको रहेछ ल बाबा जिन्दगीमा जिरी फर्स्ट टाइम घुम्यो सेकेन्ड टाइम ओखलढुङ्गा आउँदाखेरि ओखलढुङ्गाको धेरै रमाइलो ठाउँहरू घुम्यो है हातले घुमाइदिनु त्यति सहयोग त तिमीहरूलाई हामी गरिहाल्छौँ नि ल फाइनली गुम्बा चढ्दैछु अघि तल गेटै ढोकेर आयो त्यही भएर मैले गुम्बा चढ्ने बेला चाहिँ फेरि ढोकिन बिर्सेछु होइन अब फेरि ढोकेर किन देखाउनु भिडियोमा यो खुलेको भएको भए यति राम्रो राम्रो ठाउँहरू तपाईँहरूले देख्नु पाउँथ्यो आज है अब यो खुलेको छैन मौसम खुलेको छैन क्या मौसम चाहिँ नै राम्रो छैन यति घटिया मौसम गरिदिएको हो कि आज यहाँनिर यति ठुलो पहिरो हो कि के हो यहाँनिर पखन है त म देखाउँछु योनिर क्या यहाँनिर यो यस्तो देखिँदैन केही पनि देखिँदैन केही देखिँदैन यो गुम्बाको वरिपरि घुमिरहेछौँ हामी यो तल के हो यत्रो कारखाना जस्तो यार यो कत्रो ठुलो क्या यो केही कारखानै हो कि जस्तो लाग्यो यार यो अब चाहिँ हामी घुम्दै 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 यताबाट घुम्दै घुम्दै यतै निस्किन्छौँ हो कि क्या हो यार स्कुल रहेछ स्कुल कत्रो ठुलो बजाएको नि यार कन्सर्टै चलिरहेको जस्तो सुनिदिने क्या यहाँबाट त तल स्कुल रहेछ ठुलो स्कुल रहेछ र त्यही नै हो तपाईँहरूलाई हाम्रो यो घुमफिर यो घुमेको क्लिप्सहरू यो भिडियोहरू कस्तो लाग्यो है रमाइलो लाग्यो लागेन हामीलाई चाहिँ एकदम बबाल रमाइलो लाग्यो तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला जस्तो लाग्छ मलाई कतिजना धेरैजना यहाँ आउनु भएको छैन होला म पनि फर्स्ट टाइम हो भाइ पनि फर्स्ट टाइमै हो भिडियो गर्दा गर्दै के भयो भन्दाखेरि फोनको चार्जै सिधिसकेको छ चार्ज राम्रो गरेको थिएन अनि म पनि फर्स्ट टाइम भाइ पनि फर्स्ट टाइम तिमीहरू चाहिँ फर्स्ट टाइम कि सेकेन्ड टाइम हो केटा हो के हो भनिदेऊ न तिमी फर्स्ट टाइम तिमी फर्स्ट टाइम अनि तिमीलाई कसले भनेको थियो यहाँ यो पार्क छ भनेर चाहिँ सबभन्दा डेन्जर त भान्जा रहेछ क्या यहाँको भान्जा फर्स्ट टाइम हो नि होइन फोर्थ टाइम कति टाइम तिमी ए मैले त फर्स्ट भनेको सुनेको 50 अरे ल ठिक छ ल अनि कडा गाइड गरिदियो मामा र भान्जा आएको त्यसपछि हामी पनि भेट भएर हामीलाई खतरा घुमाइदियो केटाहरूले अब हामी फर्किन लाग्यो होइन त केटा हो भन न तिमीहरू पनि केही भन न हामी फर्किन लाग्यो गाइस ल भन यहाँ भन ल ल ल भान्जाले भन केही पहिला हाम्रो भिडियो युट्युबमा आउँदैछ भन ल मामा चाहिँ ल आज घुम्यो कस्तो कस्तो भयो भन न घुमेको कुराहरू कस्तो भयो आज रमाइलै भयो यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला मैले सोचेको भन्दा खतरा भइरहेछ भनेको थिएँ नि मैले आज सोचेको भन्दा डेन्जरै खतरा उसले चाहिँ नि ऊ भान्जाको मामा चाहिँ ले मेरो लागि लाइक सेयर सब्सक्राइब कमेन्ट जे छ ड्याङडुङ सबै भनेर भनिदिइसक्नुभयो सुन्नुभयो होला नि होइन ल त्यो चाहिँ गर्नु पर्यो ल जाउँ अब चाहिँ हामी तिम्रो मामा भन्छ जे खाए पनि खाऊ नि त है 100 रुपियाँ भए त हुन्छ नि होइन खाइन्छ नि मिठाई खाने कुरा खाइन्छ होइन 100 रुपियाँले होइन खाइन्छ नि 100 रुपियाँले मिठाई ल पुग्छ होइन धेरै पनि खानुहुन्न के ल ल बाई 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 गर भान्जा बाई ल बाई फाइनली पार्कहरू घुम्यो एकदम रमाइलो भयो सानो दुईवटा बच्चाहरूलाई अघिदेखि हामीसँगै हिँडिरहेको अनि उनीहरूले हामीलाई अलिकति गाइड पनि गर्यो अनि पानीहरू पनि बोकेर छ माथि डाँडा पुगेपछि पानी खानु मन लागेको बेलामा पानीहरू खुवायो होइन अनि मैले यही निस्किने बेला चाहिँ उनीहरूलाई अब यसो जुसहरू केही खाओ होइन अब भनेर चाहिँ 100 रुपियाँ दिएको क्या अब उनीहरूलाई 100 रुपियाँ भयो भने त मिठो जुसहरू आउँदैन र आउँछ होला नि अनि त्यही हो काकाले फोन गरिसक्नुभयो अब सिधै काकालाई भेट्छौँ है त ल साथीहरू अब चाहिँ नै काम लगभग सकिएको भन्ने कुरा आइसकेको छ अब हामी यहाँबाट लगभग घरको लागि निस्किन्छौँ फेरि है अब त्यो अङ्कल चाहिँ लाल पूर्जा लिनु जानुभएको छ त्यहाँ कता हो त्यहाँ म लिएर आउँछु भनेर जानुभएको छ म एकछिन यहाँ वेटिङ गर्दैछु अनि त्यसपछि उहाँ आइसकेपछि चाहिँ हामी यहाँबाट हिँड्छौँ यो चाहिँ अहिले हामी ओखलढुङ्गाको मालपोत कार्यालय साइडतिर छौँ है त
हजुर के हजुर खाना ठिकै थियो ठिक थियो यो लाइनको यस्तो मुनि त जङ्गल काट्नु पो पर्दो रहेछ त है पुरै काटेको रहेछ नि त यहाँ धेरै जस्तो यही खाले रुखहरू छ है के को रुख हो यही मात्रै बढी देखियो के यहाँनिर चाहिँ मलाई एउटा के राम्रो कुरा लाग्यो भने होइन यो बाटोहरू चाहिँ एकदमै सफा गरिरहेको देख्छु क्या म जहिले पनि त के भन्नु अस्तिको टाइम आउँदा पनि सफा गरिरहनु भएको थियो यो टाइम आउँदा पनि यो वरिपरिको यो झार जङ्गलहरू काटेर यस्तो खतरा सफा राख्नु भएको छ कि यहाँको बाटो ओहो केतुके 6 किलोमिटर है अब केतुके 6 किलोमिटर मात्र बाँकी छ हामी धेरै आइसक्यौँ ओखलढुङ्गादेखि सदरमुकामदेखि यता हामी थुप्रै क्रस भइसकेछौँ खतरा घना जङ्गल छ तर यहाँनिर सरसफाइहरू चट्ट गरेर क्या यो बाटोहरू चाहिँ आम्मम रोडमै ठ्याक्कै बस्नु जस्तो के अब यहाँको सरसफाइ सँगसँगै यस्तो यो जुन जम्पिङ बाटोहरू खाल्टाखुल्टीहरू पनि मिलाइदिएको भए त यस्तो सुनमा सुगन्ध हुने थियो कि बाटो ठाउँमै बिग्रेको चाहिँ छ सहर सफाइ भने यति राम्रो छ त्यसमा चाहिँ नै यो खाल्टाखुल्टीहरू पनि मिलाइदिएको भए त हो यो बाटोले त न्याय नै पाउँथ्यो यार यस्तो बवाल हुन्थ्यो क्या अनि यो बाटो ल साथीहरू अब चाहिँ हामी भिडियोको अन्तिम चरणतिर आइसक्यौँ है मेरो गोप्रोको ब्याट्री पनि अब चाहिँ लगभग सकियो भन्ने चाहिँ नोटिफिकेसन आइसकेको छ त्यही नै हो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मेरो च्यानलमा जो जतिजना पनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला लाइक सेयर कमेन्ट यति गर्नुहोला भन्दै आजको भिडियो चाहिँ यति नै बाई बाई गाइज